नमस्ते सबैजनालाई ह्याप्पी दसैँ ल है। आज चाहिँ 16 गते हाम्रो दसैँ छ। दसैँ मनाउनेहरूलाई राम्रोसँग मनाउनु भन्न चाहन्छु। हामी चाहिँ यस्तो हो, पैसावालालाई दसैँ, पैसा नहुनेलाई दशा होइन। यस्तै हो, गाह्रो छ गाइस। अब यस्तै हो, दुःख सुख भन्ने कुराहरू। कुनै दिन राम्रो खाइन्छ, कुनै दिन दुःख पाइन्छ होइन। कुनै दिन काम, कुनै दिन दाम। जिन्दगी भने त्यही हो। अब एक दिन पैसा छ भने त्यही म ठुलो भन्न मिल्दैन। पैसा सबैसँग हुन्छ, सबैले दसैँ मनाउँछ। तर एउटा चिज चाहिँ आज चाहिँ लास्टै दुःख लाग्छ। घरमा पनि छैन, अलि टाढै हो। दसैँ तिहार भने त अब सबैको आउँछ, केही छैन, घरतिर छैन होइन। अब परदेशमा भन्ने दुःख त अलग्गै हो। उनीहरू त लाग्छ, तर म घरमा भएर पनि दुःख लागिरहेछ। यो दसैँदेखि पछाडि आउँछ यो भिडियो, 2-3 दिन पछाडि आउँछ है। ल, यो कुरा चाहिँ अहिले अपलोड गराउन भिडियो। दसैँदेखि 2-3 दिन पछाडि भिडियो अपलोड आउँछ। तिहार पनि आउने होला के अरे, दुःखको भिडियो त्यति बेला अपलोड हुन्छ। हेर्नु होला, राम्रो जति खाछु लाछु। तर यो होइन दसैँ तिहार भनेको। दसैँ तिहार भनेको अलग हुन्छ गाइस। थाक्यो, हिँड्दैछु बाटै हो। माथि डाँडा देखेको त्यहाँ जाने मैले। गाह्रो छ साँच्चै भने। सबैलाई यो भिडियो चाहिँ तिहारको दसैँभन्दा नि 1-2 दिन पछाडि नै मिल्छ ल। प्लिज फलो मी होइन, माया गरिदिनु होला। See you.